वेलकम टु आवर डे 6 भिडियो। आज चाहिँ साँझको भिडियो अपलोड गर्दैछु। घरमा आएर भेजिटेबल्सहरू सब काटेर रेडी गरेँ, त्यसपछि फ्राई पिन बसालेँ अनि हल्का हल्का सबैलाई फ्राई गर्न थालेँ। सुरुमा चाहिँ मैले प्याज र क्याप्सिकमलाई फ्राई गरेँ, त्यसपछि मटर राखेँ अनि त्यसपछि गाजर पनि राखेर एकछिन फ्राई गरेँ अनि टमाटर राखेर टमाटरलाई नि फ्राई गरिसकेपछि राखेँ मैले यसमा स्वाद अनुसारको नुन राखेर एकछिन पाकेपछि राखेँ अन्डालाई पनि एकछिन फ्राई गरेँ। त्यसपछि चिउराको पाल्यो, चिउरा राखेर फ्राई गरेर भएपछि खानको लागि रेडी। यो चाहिँ मैले थालमा राखेर दिएँ खाने मान्छेलाई। ओके बाई, आजलाई यति।